हेलो नमस्ते एभ्रिवान। हामी चाहिँ स्विमिङ गर्नको लागि दामन जाँदैछौँ। दामन जानलाई चाहिँ सुरुमा हामी 24 गते पुग्यौँ। 24 गतेबाट हामी चाहिँ चितवन हस्पिटल प्राली हुँदै गयौँ मालपोचोकतिर। यहाँ चाहिँ गाडीहरूको जाम परिराखेको थियो। हामी जाममा परिँदैमा चाहिँ 10-15 मिनट जति जाममा पऱ्यो होला। है अगाडि चाहिँ ठुल्ठुलो गाडीहरू रोकेको कारणले होला यति लङ टाइम हामी जाममा बस्नु परेको। बिस्तारै चाहिँ गाडीहरू हिँड्यो अनि त्यसपछि हामी धावन पुग्यौँ। धावन पुगिसकेपछि नानीहरू एकदमै एक्साइटेड थियो स्विमिङ गर्न पाउँछु भनेर। एकदमै खुसी भइरहेको थियो, रमाइरहेको थियो। अनि कति हेर्नु न टमक टमक परेर हिँडेको नक्कली चाहिँ कस्तो खुसी भइरहेको। यता रुवानी चाहिँ बिसारो रुन लागे जस्तो गरिरहेको छिन्। के भएको होला रुवानीलाई? अनि उनीहरूले खै कुन कुन डान्स गर्ने के गर्ने भनेर भनिरहेको थिएँ, जिस्काइरहेको थिएँ मलाई। अनि रुवानीलाई पनि हात हल्लाइदिएको है। अनि यता चाहिँ खुसी बोरो अँगालो हालेर माया गरेर अर्कीले चाहिँ म माया गर्दिनँ भनिरहेको थिएँ नि। यता दिदी चाहिँ फोटो खिचिदेऊ न भनिराख्नु भएको थियो। मैले चाहिँ यता भिडियो बनाइराखेको थिएँ। अनि चाहिँ हामी गयौँ भित्र स्विमिङ गर्नलाई। स्विमिङ पुलतिर पस्यौँ। अनि यता चाहिँ रुवानी चाहिँ स्विमिङ पुलभित्र गइसकेकी थिइन्, स्विमिङ गर्न सुरु गरिसकेको थिएँ आरबी र रुवानी चाहिँ। अनि मैले चाहिँ भिडियो खिचिदिइहालौँ न त नानीहरूको भनेर यसो भिडियो खिचेँ। यता दिदीहरूको पनि भिडियो खिचिदिन लगाएको। मैले चाहिँ स्विमिङ खेल्न नि पाइनँ। साथीहरू हेर्नु न, उहाँहरू चाहिँ कति खुसी भएर स्विमिङ गर्नुभएको। पछि लास्टमा चाहिँ बल्ल बल्ल मेरो पालो आयो नानीहरूले भिडियो गराइदिएर। मलाई भिडियो गराउन खासै त आउँदैन, अलिअलि ट्राई गर्छु भनेर गरेको। यता रुवानी चाहिँ स्विमिङ गर्न नजानेर हैरान परेको थिइन्। दिदीहरूसँग एकछिन स्विमिङ खेल्यो। अनि त्यसपछि अनि दिदीहरूले फोटो सोटो खिच्ने भनेर भनिराख्नु भयो। मलाई त पौडी खेल्न नि आउँदैन भने। यता रुवानी के गर्दै बसिरहेको थियो साथीहरू। यता चाहिँ बच्चाको छुट्टै थियो। अनि हामी ठुलो मान्छेहरूलाई चाहिँ उता खेल्ने ठाउँ थियो। तर मलाई चाहिँ रुवानीको डर लागेर, अब फर्स्ट टाइम हो नि त रुवानी पनि स्विमिङ गर्न आएको। अनि पानीमा कुनै समस्या हुन्छ कि भनेर मैले चाहिँ रुवानीलाई छोडेको थिएन। यता आरबी र रुवानी मजाले खेलिरहेको थिएँ। अनि उता दिदीहरू चाहिँ नानीहरू दिदीहरू चाहिँ कस्तो स्विमिङ गर्न जानेको। म त के भएको यति ठुलो मान्छे पनि बच्चा जस्तो स्विमिङ गर्न नि नआउने भने। नानी त यहाँ कति रमाइरहेको थियो। फोटो खिचिदिनु न आन्टी, फोटो खिचिदिनु भन्थ्यो। म चाहिँ यता रुवानीलाई लिएर आइहालेँ फेरि। अनि रुवानी चाहिँ मसँग एकदमै खुसी भइराखेकी थिइन्। लास्ट टाइम हामी घरतिर हिँड्यौँ। घरतिर हिँड्दाखेरि रुवानीले पोज गरिरहेको थिइन्। अनि फेरि जाम न मामु जाम फोटो खिचौँ भनेर भनिरहेको थिइन् रुवानीले चाहिँ। मैले चाहिँ भिडियो बनाइदिएँ, फोटो चाहिँ खिचेन। यता आरबी चाहिँ आइसकिन्, विद्या दिदीहरू सबै चाहिँ हामी गयौँ। गइसकेपछि अगाडि चाहिँ हामीले 2-4वटा फोटो खिच्यौँ। अनि नानीहरू चाहिँ हिँडिरहेको थियो कि नानीहरू हिँडिरहेको थियो। हामी चाहिँ गयौँ। लास्टमा त अटो भेट्ने गाह्रो भयो कि। अनि बल्ल बल्ल अटो भेटेर हामी घरतिर लाग्यौँ।